यो वर्षको फेस्टिभल अफ हिमालयज एनपिएल सिजन 2 आजबाट सुरु हुँदैछ। यो टुर्नामेन्ट आजबाट सुरु भएर डिसेम्बर 13 सकिनेछ। यो टुर्नामेन्टमा जम्मा 8वटा टिम रहेका छन्। जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खा, चितवन राइनोज, कर्णाली एक्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र विराटनगर किङ्स रहेका छन्। आजको उद्घाटन खेलमा काठमाडौँ गोर्खा र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स बीच खेल हुँदैछ। खेल चाहिँ दिउँसो 4 बजे हुनेछ। नेपाली क्रिकेट इतिहासमै पहिलोपल्ट नेपालमा अन्डर फ्लाइट गेम हुँदैछ। यस टुर्नामेन्टको विजेताले 1 करोड 10 लाख पाउनेछ भने उपविजेताले 51 लाख, तेस्रो हुनेले 25 लाख र चौथो हुनेले 15 लाख रुपैयाँ पाउनेछ। तपाईलाई के लाग्छ, कुन टिमले जित्छ होला त यो वर्षको एनपिएल र तपाईँ कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ? कृपया कमेन्टमा लेख्नुहोला।